वसन्त ऋतुको अन्त्यतिर कुनै एउटा शनिबार बाल संसदका सदस्यहरू बाराको प्रसिद्ध समुद्री हवाई अड्डामा भेला भइरहेका छन्, जहाँ पूर्वी समुद्र तट रनवेका रूपमा पनि प्रयोग गरिन्छ। विमान हिँडिसकेपछि सबै एमसिपी पश्चिमी समुद्र तटतिर जान्छन् अनि एउटा विशेष दिनको योजना बनाउन भेला हुन्छन्। उनीहरूलाई वातावरणमा विशेष रुचि छ। आज तिनीहरूले समुद्र तट सफा गर्न सहयोग गर्न साथीहरू र आफन्तहरूलाई निम्ताएका छन्। चाँडै एमसिपीहरू र उनीहरूका सहयोगीहरू समुद्र तटभरि छरिन्छन् अनि कडा परिश्रम गर्न थाल्छन्। यो परियोजना विभिन्न कारणले लाभजनक छ। पहिलो कुरा त यसले समुद्र तटलाई सफा, सुरक्षित र बढी आकर्षक बनाउँछ। दोस्रोमा, स्थानीय परिषदले समुद्र तट सफा गर्न गरिएको फोहोरको प्रत्येक झोलाका लागि उनीहरूलाई भुक्तान गर्दछ। बाल संसद चलाउन पैसा खर्च हुन्छ, त्यस शुल्कले ती लागतहरू पूरा गर्न सहयोग गर्नेछ। तेस्रो, प्रत्येक सदस्यले जोन मुयर ट्रस्टबाट पुरस्कारको लक्ष्य राखेका छन् अनि यहाँ उनीहरूको कामले त्यस लक्ष्यतर्फ सहयोग गर्नेछ। फोहोरको डङ्गुर बनाउन धेरै समय लाग्दैन। यिनमा केही असामान्य वस्तुहरू पनि छन् जुन तपाईँले समुद्र तटमा सामान्यतः फेला पार्ने आशा गर्न सक्नुहुन्न। दिउँसो पक। अब यो पिकनिक भोजको समय हो। त्यसपछि टोलीले उनीहरूले के गरेका छन् भनेर रेकर्ड गर्न फोटोका लागि पोज दिन्छन्। त्यसपछि समुद्र तटबाट सबै फोहोरहरू निकाल्नुपर्छ। एमसिपी र सहयोगीहरूले छिटो र प्रभावकारी रूपमा काम गर्न मानव श्रृङ्खला बनाउँछन्। दिउँसोका गतिविधिहरू नर्थवे कम्युनिटी हलभित्र आयोजना गरिन्छ। एमसिपीहरूले आफ्ना महत्त्वपूर्ण मुद्दाहरूको सन्धान गर्न धेरै किसिमका रचनात्मक कलाका गतिविधिहरू प्रयोग गर्छन्। यहाँ प्रत्येक सदस्यले एउटा सुनियोजित व्यक्तिगत कार्यमा काम गरिरहेका हुन्छन्, जुन पछि धेरै विशाल संयुक्त कार्यको अंश बन्नेछ। प्रत्येक एमसिपीले चराको एउटा आकारलाई ससाना वस्तुहरूले सजाउँछन् जसले तिनीहरूका लागि विशेष अर्थ राख्दछ वा जुन उनीहरूको भर्खरै समुद्र तटबाट सङ्कलन गरेका हुन्। काम अझै सकिएकै छैन। उनीहरूले भेन्कुवेलामा यस वर्षको अन्तिम बैठक हुँदा त्यसलाई सम्पन्न गर्नेछन्। अहिलेका लागि अब घर जाने समय भइसक्यो। बारामा बस्नेहरूका लागि त्यो टाढा छैन, तर उइसका सदस्यहरूले आफ्नो घर पुग्नका लागि बस र फेरीको यात्रा गर्नुपर्नेछ। यो एउटा लामो दिन त थियो, तर बालबालिकाहरू र उनीहरूका परिवारहरूले राम्रोसँग बिताएको समयको बारेमा सोच्न सक्छन् अनि उनीहरूले यस्तै राम्रो काम जारी राख्न चाँडै फेरि भेट्ने चाहना राख्लान्।